आजदेखि म सुरु गर्न गइरहेको छु आफ्नो सासलाई सबैभन्दा बढी समयसम्म रोक्नको लागि। र हेरौँ है त म कति समयसम्म आफ्नो सासलाई रोकेर राख्न सक्छु त। सबैभन्दा सुरुमा त सानो सानो सास फेरेर वार्म अप गर्नु पर्यो। म अहिले त्यही गर्दैछु अनि त्यसपछि अनि बल्ल सुरु हुन्छ आफ्नो सास रोक्ने प्रक्रिया। मैले पहिला पनि यसको प्र्याक्टिस गरेको थिएँ, त्यही कारणले गर्दा मैले आफ्नो सासलाई अलि धेरै समयसम्म रोकेर राख्न सकेको छु। सुरुमा त अलि मजा आए जै हुन्छ, एकछिनपछि अलि तड्किन थालिन्छ। यो एक्सर्साइज हाम्रो स्वास्थ्यको लागि पनि एकदम राम्रो रहेको छ। हाम्रो लङ्सको लागि, हाम्रो श्वासको लागि, अरूभन्दा पनि हाम्रो हार्टको लागि एकदमै राम्रो हो। यो प्र्याक्टिस अलि दिनसम्म गइरह्यो भने हाम्रो रोगलाई रोक्ने क्षमता पनि अलि बढ्दै जान्छ। सुरुमा जब मैले यसको प्र्याक्टिस गरेको थिएँ, आधा मिनट पनि म टिक्न सकेको थिएन, बहुत गाह्रो भयो। बिस्तारै आधा मिनट अनि 45 मिनट गर्दा 1 मिनटसम्म गर्न सकेको थिएँ। यो चाहिँ मैले अलि दिनपछि बल्ल फेरि गर्न थालेछु। अब हेरौँ आज कति समयसम्म गर्न सक्छु। दिन त नभनौँ अलि महिनौ भइसकेको छ। अब बल्ल अलिक गाह्रो हुँदैछ, त्यही कारणले गर्दा मैले आँखा खोलेर ल्यापटपमा कति टाइम बित्यो भनेर मैले हेरेँ, 1 मिनट बितिसकेको रहेछ। त्यही कारणले गर्दा म 1 मिनट 30 सेकेन्डसम्म जसरी पनि रोकेर राख्छु भनेर सोचेँ। यस्तो गाह्रो भएछ नि सास रोकेर बस्न, तर म 1 मिनट 30 सेकेन्डसम्म त जसरी पनि रोकेर राख्छु भनेर बसेको थिएँ। यत्रो समयसम्म सास रोकेपछि सास फेर्दा यस्तो आनन्द आउँछ नि, यस्तो रिल्याक्स फिल हुन्छ, असम मेडिटेसन गरे जस्तै नै हुन्छ के। यस्तो आनन्द आइरहेछ यत्रो समयसम्म सास रोकेर बल्ल फेरि सास फेर्नु। तर जे होस् स्वास्थ्यको लागि चाहिँ एकदम राम्रो हो है त यो प्र्याक्टिस।